हेलो नमस्ते सबैजनालाई लाइफ अफ करुणा च्यानलबाट म करुणाको मम्मी आज हामीले चाहिँ के अरे एउटा गेम खेल्दैछौँ। त्यो गेम चाहिँ कुनै पनि यो खानेकुराहरू खाएर चाहिँ रिएक्सन नदेखाउने अरे। ओहो अब छोरीको उसमा चाहिँ निर्देशनमा चाहिँ हामी यो गेम खेल्दैछौँ। हजुरहरूलाई मन पर्यो भने लाइक कमेन्ट र सेयर गरिदिनु होला। मन परेन भने सबै त्यो प्रतिक्रिया पनि दिनु होला कमेन्टमा। नमस्ते सबैजनालाई मेरो तर्फबाट पनि स्वागत छ मेरो च्यानलमा। आज चाहिँ मसँग गेम खेल्नलाई मेरो मम्मी आइपुग्नु भएको छ होइन। हामी चाहिँ मम्मीसँग के गेम खेल्ने भनेर सोच्दा सोच्दा हाम्रो मम्मीले बाहिरको केही पनि खानुहुन्न, नुडल्स समोसा यताउति केही पनि खानुहुन्न। त्यही भएर उहाँसँग गेम खेल्न अलिक गाह्रो छ। त्यही भएर घरमा जे छ यसमा त रमाइलो पनि हुन्छ। त्यही भएर यस्तो गेम खेल्न आँटेको मम्मीसँग नो रियाक्सन। त्यसको लागि चाहिँ हामीसँग आँप, कागती, चिप्स घरमै बनाएको लाएको थिएँ मैले, अनि यो सोया सस, डार्क चक्लेट, कफी अनि चक्लेट राखेर चाहिँ नो रियाक्सन च्यालेन्ज गर्न आँटेछौँ है। त्यसको लागि चाहिँ हामी चिट बनाएर हामी राखिसकेछौँ। अब यसलाई चाहिँ हामीले मिक्स गर्दै अनि जसलाई जे पर्छ त्यसले त्यही खानु चाहिँ पर्यो, रियाक्सन नदिई। पैसा त निकाल्नै बिर्स्यो त मम्मी। पैसा अहिले पछि निकालौँ ल लास्टमा। पैसा निकाल्न बिर्स्यो। हाम्रो चाहिँ मेन भनेको जित्नेलाई चाहिँ 500 1000 रुपियाँ चाहिँ पाउनु पर्यो जित्नेले। हार्नेलाई त के गर्छ मम्मी भनेर ठग्न पाइँदैन नि। टक्दिनँ तर जित्नेलाई के त नि, जित्नेले त पैसा पाइहाल्यो नि। ए हार्नेलाई मिठो मिठो चिया खुवाउनु पर्छ। हार्नेले चाहिँ चिया पकाएर खुवाउनु पर्यो। ए नाइस। ल ओके ल अब हामी चाहिँ ढिला नगरी हाम्रो गेम सुरु गरौँ। कसले सुरु गर्ने? जसले गरे नि हुन्छ, तिमीले गरे। 8वटा छ, 4-4वटा हुनै पर्यो। त्यसो भए ल आँखा बन्द गर्नु, हजुरले सुरु गर्ने। ल आँखा हेरेर पो के हुन्छ र यो भित्र लेखेको। ल ल ल निकाल्नु ल। डार्क चक्लेट राम्रै परेछ। ल डार्क चक्लेट पर्यो मम्मीलाई। ल खानु, सबै खानुपर्छ। खानु, रियाक्सन दिनुहुन्न है के छ भने फटाफट खानु। दाँतले सक्दैन नि म्याम फटाफट। ल त्यसमा आधीभन्दा धेरै खानु। बुढियाले त राम्रै चिज पार्नु भयो सुरुमै। है मलाई के पर्ने सोही सस नपरोस् भने हो। तितो भएको छैन? अलिअलि जे भयो नि। अब तँ देखाउनु पर्ने। दाँत पनि कालो भयो भएको छैन। ओके कति भयो? ल यति राख्नु, पछि खानुपर्छ है त। ल अलिअलि तितो भएको हो कि भनिदिनु न त कस्तो तितो भनेर। चिया पकाउनु पर्छ भनेर हो। नो रियाक्सन। ल यो चाहिँ गयो ल। अब हजुरले गर्नु, आँखा बन्द गर्छु अनि मलाई दिनु है त। मिक्स गर्नु न त्यसलाई। ल हे भगवान्, लाफिङ परिजाओस् कि त चिप्स परिजाओस्। चक्लेट चक्लेट पर्यो होइन? ठिक छ, यस्तै देखाएको थिएँ मैले। ओके त्यसो मैले चक्लेट चाहिँ 3टा राखेको थिएँ मम्मीलाई परोस् भनेर। डार्क चक्लेट चाहिँ मलाई परोस् भनेर राखेको थिएँ। ठिकै छ, मलाई चक्लेट पऱ्यो, म एउटा मात्रै खान्छु ल। मिठो हुन्छ कि को रियाक्सन आउँछ यसमा? मिठोको रियाक्सन नि दिन भएन नि। नो रियाक्सन। ल हो कि नै? हो नि है। हो अब हजुर आँखा बन्द गर्ने है त। ल त्यति हल्लाउनु पर्दैन कि, लेखेको भित्रपट्टि छ। ल फटाफट भगवान्, मेरोमा चाहिँ के परोस् भने कि चिप्स परोस् कि लाफी परोस् है। फटाफट गर्नु न। फटाफट ईश्वर परमात्मा, अब यत्रो धेरै रहेछ भाइ। त्यति त खानु, गाचङ कुचुङ पारिदिनु। म त कहिले खान्छ।
खानु 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 छोरीको च्यानलमा जे पनि बिउ त फाल्न पर्यो नि छोरी पर्यो पर्यो होइन र बिउ फाल्नु त भएन भएन बिउ त फाल्छु है ल ल फाल्नुहोस् कि फाल्नुहोस् कि परेपछि त जे पनि गर्दो रहेछ नि यार मान्छेले आमा मम्मी गर्नु न आमा हो माने यार मम्मी हजुरलाई हजुरले यस्तो अमिलो खाने मान्छे त होइन त आयो अलिअलि अलिअलि आयो आयो आएन त्यो त नदेखाउने हो नि त आयो आएन त्यो आफ्नोमा जाऊ भयो नि भयो कि भएन गाई हो खतरा हो त मम्मी ल मेरो पालो अघिदेखि यो फुत्किरहेको छ फुत्केकै लिदिउँ क्या हो के हो यो खोल 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 आमा आहै भन्नु भन भयो देउजु रे चाउचो पनि नहाली बनाएको मम्मीलाई परोस् भनेर मेरो दोष छैन गाइस मैले त मायाले राखेको थिएँ एउटा पिस चाहिँ अहिले मम्मीलाई पक्का सोया सस पर्छ सोया सस पऱ्यो भने मुख नमिठो हुन्छ भनेर राखिदिन्छ त्यहाँदेखि होइन खा खा जे पर्छ त्यही टर्छ भगवान्ले जे दिनुहुन्छ त्यही आफ्नो भाग्यमा जे छ त्यही पाइन्छ नआफन्द गरौँ ल अब झ्याप झ्याप जे पाइन्छ त्यही गाइन्छ खाओ मम्मी हिम्मत होना पड़ेगा खाने के लिए भी सोया सस खाओ यो मेरै तकदिरमा परेको है रियाक्सन दिनुहुन्न मिठो हुँदो रहेछ ल मलाई नै चिया पकाउन लाउने भइन् 1000 रुपियाँ नि लैजाने भइन् मम्मी अब अनि भर्खरै फेरि सोया सस खाएर फेरि मैले कस्तो लाग्यो भन्नु न सोया सस अब त भन्नु न होइन ठिक लाग्यो मलाई त त्यस्तो ओहो भनेर जति डरा थिएँ त्यति टेन्सन भयो सोया सस खाँदै खानु भने मान्छे ए ल ल कफी र मम्मी कफी मलाई नपरोस् नि कफी चाहिँ नपरोस् अरू चाहिँ पनि आप 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 भगवान् आप आप कफी र के छ चिप्स वाह मेरो दिन त भेरी नाइस यो त म एकदम मजाले खाइदिन्छु नुन भएको भए बेस्ट हुन्थ्यो सबै खानुपर्छ जति खायो नि भयो ल मनपर्ने चिज त जति नै खान सकिन्छ नि मन नपर्ने चिज हामीलाई पो हो त ल आफन्द गर्नु अब कफी भर्सेस चिप्स कफी पनि हजुरलाई नै पर्ने आफन्द गर्नु ल सहन्छु ल ल शरीर घट्छ केही फरक परेन ओहो सबैचोटि ढोग्न राम्रै परेको छैन अब नपरे पनि मैले नढोगे पनि खान सकेछु नि त मैले त्यो पनि ल ल ल भगवान् प्लिज प्लिज कफी भगवान्ले बाँड्नुहुन्छ क्या मेरो त्यसो भए त पक्का चिप्स हो ए ऊ हो कफी ओहो अहिलेसम्म त रियाक्सन दिएको थिएन खानु 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 मलाई के रियाक्सन दिन छ र है अब मैले आफ्नै लागि लाफिङ बच्चा जस्तै भयो ओहो यत्रो धेरै सबै चाहिँ खाँदैन ल आधी खान्छु ल मैले कागती आएदेखि खाएको थिएँ सोया सस आएदेखि खाएको थिएँ धेरै छ क्या मेरो मम्मी बहुत तितो हुन्छ यत्रो छ यार बहुत तितो खानै पर्यो पुरै कति मजा हो कति धेरै चिज त्यसरी हामी न झ्याम झ्याम चपाएर हाल्नुपर्छ मन झ्याम मिल्न पाइँदैन रियाक्सन भइसक्यो
भइसक्यो अर्कैको तमस हेर्छु नि के भयो छोरी भएर आमालाई चाहिँ कति नै परोस् भन्ने थियो यसको सोच सोया सस परोस् भने कि पऱ्यो त्यो अरूको भिडियोमा हेर्नु मात्रै रमाइलो रहेछ आफूले खाने त मेरो लाफिङ म खान्छु चिया पनि खान पाइने भयो 1000 रुपियाँ नि पाइने भयो 1000 रुपियाँ नि पाइने भयो पैसा चाहिँ छोरीसँग अब के लिनु है होइन गेम भनेपछि लिनुपर्छ अर्कोचोटि 2000 जित्छु नि त नातिन न ल ल त्यसलाई लिइदिन्छु यो चाहिँ हाम्रो च्यानलको पहिलो गेम थियो जे भए पनि त्यही भएर पैसा चाहिँ लिनु म दिन्छु त्यसमाथि गेम कस्तो लाग्यो होला मम्मी एकदम रमाइलो एक दिन खानेवाला पनि जति डर लाग्थ्यो नि मलाई पहिला सुरुमा तर त्यस्तो केही पनि मेरो भएन, एकदम सबै मसँग पास भएँ राम्रो राम्रो चाहिँ सुरुमा पर्यो सबैभन्दा खत्तमै नराम्रो चाहिँ लास्टमा पर्यो सकिनँ मैले आइएम सो सरी फर द्याट मम्मीले चाहिँ एकदम राम्रोसँग गर्नुभयो अब म चिया पकाएर खुवाउँछु मेरो पनिसमेन्ट चाहिँ म पुरा गर्छु ल हजुरहरूलाई भिडियो कस्तो लाग्यो भिडियो मन पर्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला र भेटौँला हामी नेक्स्ट भिडियोमा थ्याङ्क यू फर वाचिङ आवर च्यानल बाई